अत्यन्तै स्वादिलो बन्ने स्वस्थकर क्वाटीको झोल अर्थात् गेडागुडीको झोल जनी पूर्णिमा स्पेसियल क्वाटी बनाएर खाने होइन त। नेवारहरूको महान चाड क्वाटी पूर्णिमाको उपलक्ष्यमा हरेक वर्ष क्वाटी बनाएर खाइन्छ। विभिन्न किसिमका अत्यन्तै स्वस्थकर 9 किसिमका गेडागुडीलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर क्वाटी पूर्णिमामा खाइन्छ। नमस्कार, म हुँ सबिना। सम्पूर्णमा स्वागत छ मेरो युट्युब च्यानल सबिज किचनमा। आउनुहोस् साथीहरू, अत्यन्तै सजिलोसँग बन्ने स्वादिलो क्वाटीको झोल बनाउनतिर लागौँ। क्वाटी बनाउन यहाँ मैले 1 किलो क्वाटी लिएर आएकी छु। हेर्नुहोस् त, यसरी बजारमा प्याकेटमा क्वाटी किन्न पाइन्छ। यो चाहिँ यसरी 9 थरीको गेडागुडी छुट्टै पारेको पनि पाइन्छ र मिक्स गरेको पनि किन्न पाइन्छ। हेर्नुहोस् त, यो चाहिँ तौलमा 1 केजी छ। साथीहरू, हजुरहरूले आवश्यकता अनुसार ल्याउनुहोला। यहाँ मैले 1 केजीको आधी मात्रै यानि कि आधा केजी मात्रै प्रयोग गर्नेछु। साथीहरू, क्वाटीमा मुङ, भटमास, राजमा, चना, सेतो र हरियो केराउ, मास, बोडी, बकुला र सेतो सिमी लगायत अन्य पनि गेडागुडी मिसाउन सकिन्छ। हेर्नुहोस् त, पकेटलाई खोलेर मैले एउटा ठुलो र फराकिलो बाउलमा राखेँ। साथीहरू, यसरी बाउलमा राखिसकेपछि एकचोटि राम्रोसँग मिसाउनु पर्ने हुन्छ। हेर्नुहोस् त साथीहरू, क्वाटीमा इच्छा अनुसार अन्य गेडागुडी पनि लिन सकिन्छ। हेर्नुहोस् त, कम्तीमा 9 थरीका गेडागुडी मिसाएको क्वाटीको झोल तयार भएपछि कति स्वादिलो बन्छ होला। यहाँ मैले अर्को फराकिलो बोल लिएर आधी अर्थात् लगभग हाफ केजी क्वाटीलाई राखेँ। साथीहरू, रातभरि क्वाटीलाई भिजाउनको लागि मैले सुरुमा क्वाटीलाई 2-3 पानी राम्रोसँग पखालेँ। हेर्नुहोस् त, कति पनि अल्छी नगरी क्वाटीलाई चाहिँ सफासँग पखाल्नु होला। यसरी पखाल्दा बिग्रेका किरा लगेका क्वाटीहरू पनि पखालिएर जानेछन्। साथीहरू, क्वाटीलाई राम्रोसँग पखालिसकेपछि क्वाटीमा पानी राखेर रातभरि भिज्नको लागि छोडिदिनु पर्ने हुन्छ। क्वाटी फुलेर डब्बलभन्दा बढी हुने भएकोले पानी चाहिँ हामीले अलि धेरै नै राख्नुपर्ने हुन्छ। साथीहरू, क्वाटीलाई चाहिँ रातभरि अर्थात् घटीमा 8 घन्टा चाहिँ भिजाउनको लागि राख्नुपर्ने हुन्छ। यसरी रातभरि भिजाएको क्वाटी हाम्रो क्वाटीको झोल बनाउनको लागि रेडी भइसकेको हुन्छ। यहाँ मैले क्वाटीलाई राम्रोसँग धुई पखाली गरेर रातभरि भिज्नको लागि छोडिदिएँ। हेर्नुहोस् त, यो भोलिपल्ट हो। हेर्नुहोस् त, भोलिपल्ट हाम्रो गेडागुडी राम्रोसँग फुलेर भिजिसकेको छ। अब एकचोटि फेरि पनि राम्रोसँग यो भिजिसकेको गेडागुडीलाई पखाल्नु पर्ने हुन्छ। हेर्नुहोस् त, अलिअलि मैलो पानी आएको हुन्छ र रातभरि भिज्दाखेरि यसमा केही न केही डर जम्मा भएको हुन्छ। हामीले राम्रोसँग पखाल्नु पर्ने हुन्छ। यो गेडागुडी पकाउनको लागि अब रेडी छ। तर पनि अझ स्वास्थ्यवर्धक तरिकाले टुसा उमारेर क्वाटी बनाएर खाने हो भने यसलाई अझ पनि 2-3 दिन छोपेर टुसा उम्रिनको लागि छोडिदिनु पर्ने हुन्छ। क्वाटीमा टुसा उमार्न यहाँ मैले एउटा जालीमा सफा मलमलको कपडा राखेर रातभरि भिजाएको क्वाटीलाई राखेँ। टुसा कसरी उमार्ने हो भनेर मैले मेथीको टुसा उमार्ने भिडियो त पहिले नै राखिसकेकी छु। हेर्नुहोस् त, तल यसबाट तैरेको पानी जाओस् भनेर मैले एउटा सानो बोल पनि राखेकी छु। अब यसलाई यसरी प्लेटले छोपेर 3-4 दिनको लागि छोडिदिनु पर्ने हुन्छ। 3 दिनपछि छोपेको क्वाटीलाई मैले चेक गरेँ। हेर्नुहोस् त, हाम्रो क्वाटीमा कस्तो राम्रोसँग टुसा पलाइसकेको छ। साथीहरू, टुसा उम्रिनको लागि छोडिदिँदा बिचमा हामीले पानीले पखाल्ने या पानी छम्किने चाहिँ गरिराख्नु पर्ने हुन्छ। हेर्नुहोस् त, हाम्रो क्वाटीमा राम्रोसँग टुसा पलाइसकेको छ। अब यसलाई एकचोटि सफा पानीले राम्रोसँग पखालेर मात्रै पकाउनु पर्ने हुन्छ। हेर्नुहोस् त, 2-3 दिन टुसा उम्रिनको लागि छोडेपछि यसमा केही न केही भुसीहरू जम्मा भएको हुन्छ। मैले यहाँ एउटा ठुलो बाटा लिएर हाम्रो टुसा उम्रेको क्वाटीलाई हल्का हातले रगडेर पखालेँ। यसरी सफासँग पखालेको क्वाटीलाई मैले प्रेसर कुकरमा सिटी लगाउनको लागि राखेँ। क्वाटीलाई राम्रोसँग गलोस् भनेर हामीले लगभग
6-7 सिटी लगाउनु पर्ने हुन्छ मिडियम आँचमा। हेर्नुहोस् त यहाँ क्वाटी डुब्ने गरेर पानी राखेर मैले थोरै नुन र बेसार राखेर राम्रोसँग मिक्स गरेर सिटी लगाउनुको लागि राखिदिनेछु। साथीहरू यसरी सिटी लगाउँदा चाहिँ हाम्रो क्वाटी चाहिँ राम्रोसँग गल्नुपर्ने हुन्छ। हेर्नुहोस् त नुन र बेसार राखिसकेपछि एकचोटि राम्रोसँग सबैतिर नुन र बेसार लाग्ने गरेर चलाउनु पर्ने हुन्छ। यहाँ चाहिँ पानी कम भएको जस्तो लागेर मैले फेरि पनि पानी थपेँ। क्वाटी बनाउने अरू धेरै तरिकाहरू पनि छन् साथीहरू, मैले अरू तरिकाहरू पनि लिएर आउने नै छु। क्वाटी चाहिँ जनै पूर्णिमामा मात्रै नभएर अरू बेलामा पनि बेला बेलामा बनाएर केटाकेटी परिवारलाई दिन सकिन्छ। यो एकदमै स्वास्थ्यवर्धक पनि हुन्छ। साथीहरू गेडागुडी पाक्यो कि पाकेन भनेर एकचोटि थिचेर हेर्नुपर्ने हुन्छ। हेर्नुहोस् त मैले एउटा राजमा लिएर थिचेर हेरेँ, यो राम्रोसँग पाकिसकेको छ। एकदमै तातो छ साथीहरू, यो त एकदमै फुलिराखेको पनि छ। साथीहरू क्वाटीको झोल बाक्लो बनाउन यहाँ हामीले केही गेडागुडीलाई यसरी म्यास गर्नुपर्ने हुन्छ। विभिन्न गेडागुडीको पाक्ने टाइम चाहिँ फरक फरक हुने भएर कुनै कुनै गेडागुडी चाहिँ अलिअलि साह्रो पनि हुन्छ। साथीहरू क्वाटीको लागि ग्रेभी बनाउन मैले यहाँ हिट अन गरेर एउटा कराई बसालिसकेकी छु। तातिसकेको कराईमा मैले तोरीको तेल राखेँ। साथीहरू क्वाटीको क्वान्टिटी हेरेर तेल राख्नुहोला। यहाँ मैले 1 कप मसिनो गरेर काटेको प्याज पनि फ्राई गर्नको लागि राखेँ। साथीहरू प्याजलाई कलर चेन्ज हुने गरेर फ्राई गर्नुपर्ने हुन्छ लो आँचमा। प्याजलाई जति राम्रोसँग फ्राई गर्यो हाम्रो क्वाटीको टेस्ट त्यति मिठो हुने गर्दछ। हेर्नुहोस् त हाम्रो प्याजको कलर पनि चेन्ज भइसकेको छ। हेर्नुहोस् त यतिको भइसकेको छ प्याज हाम्रो। यो स्टेजमा मैले मसिनो गरेर काटेर राखेको 1 कप टमाटर पनि राखेँ। टमाटर राखेर राम्रोसँग घुलमिल गर्नुपर्ने हुन्छ साथीहरू। टमाटर आउने बित्तिकै नुन त आइहाल्छ। नुन थोरै राखेर राम्रोसँग चलाएर मैले टमाटर गलोस् भनेर पकाउने छु। हजुरहरूले कसरी क्वाटी बनाउनुहुन्छ त्यो पनि मसँग सेयर गर्नुहोला। टमाटर पाकोस् भनेर मैले 2 मिनट जति छोपेर पनि पकाइसकेकी छु। हेर्नुहोस् त टमाटर हाम्रो गलिसकेको छ। साथीहरू यो स्टेजमा मैले 1 चम्चा अदुवा र 1 चम्चा लसुनको पेस्ट पनि राखेँ र राम्रोसँग मिक्स गरेँ। साथीहरू परम्परागत तरिकाले क्वाटी बनाउँदा खुर्सानी र धनियाँ चाहिँ राखिँदैन। त्यो चाहिँ पिउनु पर्ने सुप भएर पिरो चाहिँ राख्ने गरिँदैन। साथीहरू यहाँ अब हामीले अन्य धुलो मसलाहरू पनि राख्नुपर्ने हुन्छ। यहाँ मैले जिराको धुलो राखेँ। त्यसै गरेर यहाँ मैले बेसार पनि राखेँ। स्वादलाई अझ बढाउन यहाँ मैले गरम मसलाको धुलो पनि राखेँ। साथीहरू क्वाटीमा गरम मसला चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। यसरी धुलो मसलाहरू राखिसकेपछि राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। यहाँ मैले खुर्सानीको धुलो चाहिँ राखेकी छैन। हेर्नुहोस् त मेन राख्नुपर्ने तेजपत्ता त मैले राख्नै बिर्सेकिरहेछु। यो चाहिँ अघि नै तेलमा राख्नु पर्थ्यो। हजुरहरूले होल गरम मसला पनि राख्न सक्नुहुनेछ। यहाँ मैले अघि नै बोइल गरेर राखेको क्वाटी राखेँ। साथीहरू हेर्नुहोस् त अघि नै क्वाटी बोइल गरेको प्रेसर कुकरमा थोरै पानी राखेर पखालेर मैले त्यसमा भएको गेडागुडी आओस् भनेर पानी राखेँ। अब ग्रेभीसँग राम्रोसँग मिक्स होस् भनेर राम्रोसँग घुलमिल गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त यहाँ मैले फेरि पनि थोरै क्वाटीलाई म्यास गरेँ ताकि हाम्रो झोल बाक्लो होस् भनेर। हजुरहरूलाई अझ गलेको क्वाटी मनपर्छ भने अझ 1-2 सिटी बढी लगाउन पनि सक्नुहुनेछ। विभिन्न गेडागुडीहरूको पाक्ने टाइम फरक फरक हुने भएकोले कुनै कुनै गेडागुडी चाहिँ साह्रो पनि हुन्छ। साथीहरू हेर्नुहोस् त हाम्रो क्वाटी राम्रोसँग पाकिसकेको छ। यहाँ मैले अब आवश्यकता अनुसार पानी राख्नेछु। कतिको झोल खाने हो त्यो हिसाबमा पानी राख्नुहोला।
हामीलाई पुग्ने गरी झोल राखिसकेपछि आवश्यकता अनुसार स्वाद अनुसार नुन पनि राख्नुहोला। मैले स्वाद अनुसार नुन पनि राखेँ र राम्रोसँग एक आपसमा घुलमिल हुने गरेर मिक्स गरेँ। हेर्नुहोस् त साथीहरू, क्वाटीलाई अझ बाक्लो बनाउन यहाँ मैले हजुरहरूलाई एउटा नयाँ आइडिया पनि दिन्छु। हेर्नुहोस् त थोरै क्वाटीलाई मैले मिक्सर ग्राइन्डरमा राखेर ग्राइन्ड गरेर त्यसको पेस्ट राख्नेछु। त्यसले गर्दा हाम्रो क्वाटीको स्मेल पनि राम्रो हुने र झोल पनि बाक्लो हुने गर्दछ र यसले स्वाद पनि हाम्रो एकदमै टेस्टी हुने गर्दछ। साथीहरू, एकचोटि चाहिँ यो उपाय अवश्य पनि गर्नुहोला। क्वाटी हाम्रो एकदमै स्वादिलो हुनेछ। हेर्नुहोस् त थोरै क्वाटीलाई मैले मिक्सर ग्राइन्डरमा ग्राइन्ड गरेर राखेँ। अब राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। यसरी क्वाटी ग्राइन्ड गरेर राख्ने बित्तिकै हाम्रो क्वाटीको टेक्स्चर नै फरक हुने गर्दछ। यो तरिका चाहिँ बिल्कुल अप्सनल हो, मन पर्दैन भने नगर्नुहोला। साथीहरू, हाम्रोतिर चाहिँ क्वाटीसित रोटी छोइला बनाएर खाने चलन छ। हजुरहरूले केसँग क्वाटी खानुहुन्छ त्यो पनि मसँग सेयर गर्नुहोला। मैले यहाँ सुक्खा रोटी छोइला बनाएर मुकबाङको भिडियो पनि राखेकी छु। साथीहरू, छुट्याउनै नहुने कुरा चाहिँ क्वाटीमा घिउ र ज्वानो छान्ने हो। यहाँ मैले आवश्यकता अनुसार घिउ राखेँ। हजुरहरूले तेलमा पनि ज्वानो छान्न सक्नुहुनेछ। क्वाटीमा यसरी ज्वानो छानिसकेपछि यसको स्मेलले क्वाटी चाहिँ हाम्रो एकदमै स्वादिलो हुने गर्दछ। हेर्नुहोस् त यहाँ मैले घिउ राखेर त्यसमा ज्वानो राखिसकेकी छु। यतिको कालो मनपर्छ ज्वानोलाई खैरिन दिनुहोला। मैले चाहिँ ज्वानो यतिको भएपछि क्वाटीमा छाने। हेर्नुहोस् त साथीहरू, क्वाटीमा ज्वानो छान्ने बित्तिकै यसको त स्मेलले नै हाम्रो रुम मग 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 भइसकेको छ। कति राम्रो स्मेल आइरहेको छ। अब ज्वानो छानिसकेपछि एकचोटि राम्रोसँग मिक्स गर्नुहोला। हेर्नुहोस् त साथीहरू, हेर्दै खाउँ खाउँ लाग्ने क्वाटी हाम्रो रेडी भइसकेको छ। साथीहरू, यसरी तयार भएको क्वाटी चाहिँ सुरुमा हामीले भगवानलाई चढाउनु पर्ने हुन्छ। यहाँ मैले थोरै क्वाटी भगवानलाई चढाउन छुट्याइसकेकी छु। क्वाटी हाम्रो रेडी भइसकेको छ। यहाँ मैले एउटा सफा बोल लिएर क्वाटीलाई सर्भ पनि गरिसकेकी छु। हेर्नुहोस् त हजुरहरूलाई यो क्वाटीको भिडियो कस्तो लाग्यो त? यदि भिडियो राम्रो लागे एकचोटि चाहिँ यो तरिकाले क्वाटी बनाएर आफन्त साथीभाइ माझ इन्जोय गर्नुहोला। हजुरहरूलाई पक्कै पनि एकदमै स्वादिलो लाग्नेछ क्वाटी। लाइक कमेन्ट सेयर गरेर मेरो यो सानो प्रयासलाई साथ दिनुहुनेछ भनेर आशा गरेकी छु। मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ बितोस्। फेरि अर्को भिडियोमा भेटौँला। बाइ बाइ।